ए पप्पी हो कुकुर हैन कुकुर हैन यो पप्पी हो है कुकुर चाहिँ हैन पप्पी चाहिँ हो पप्पी ए बल्यो साडी लाउने बहिनीहरु कति राम्रो राम्रो यार वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुलाई फेरि मेरो भ्लगमा फेरि पनि स्वागत गर्न चाहन्छु। अब हामी चाहिँ आज अब चाहिँ म बिहानै उठिसके बिहान उठेर पनि यसो मुखसुख धोएर अब चाहिँ म मासु किन्न जाँदैछु गाइस है। म चाहिँ मासु किन्न जाँदैछु। रञ्जन दाइ र म चाहिँ मासु किन्न जाँदैछौँ। रञ्जन दाइ चाहिँ उ त्यहाँ हुनुहुन्छ। अब हामी मासु किन्न जान्छौँ, मासु किनेर अनि आउँछौँ अनि मिठो गरेर खान्छौँ। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अब हामी चाहिँ मासु किन्न जान्छौँ अहिले गाइस। अब मासु किन्न जान्छौँ। केसको मासु लिएर आउने? कुखुराको खोले होला अहिले त यति बेला भइसक्यो। सरर स्टार्ट बन्द गरेर जाने क्या ओह्रालोमा त। स्कुटरमा नि गियर सिस्टम हुँदो रहेछ है। अघि है गियर सिस्टम भएको थियो। एक गियर मात्र भइदियो कि उकालो चढ्नको लागि। अघि यस्तो ओह्रालो छ। कुकुर खेलाइराख दाइले के छ? एकदम ठिक हो। कसको कुकुर हो यो? यही हो। बाउले को चाहियो? कहीं हैन यहाँ कुकुर देखा भएर। कुकुर देखा भएर रोक्यो के? कसको कुकुर हो? यो पप्पी बाउ। हजुर पप्पी यो डेली ल्याएको। ए पप्पी हो? हजुर कुकुर हैन। कुकुर हैन यो पप्पी हो है। कुकुर हैन यो पप्पी हो है। कुकुर चाहिँ हैन पप्पी चाहिँ हो? पप्पी ए बल्यो खाली भुक्छ नि यो। ल है त बाजे। ल र बाउ कहाँ बसै? बसाइ हामी है माथि हो। ए नयाँ बस्ती होइन तिमीहरू हो त? हजुर नयाँ बस्ती नयाँ बस्ती घरकै नयाँ घर माथि छ नि हाइटमा। त्यही त मैले सुने हो होइन। यो त मेरो छोरी घर हो। मेरो घर त धादिङ हो होइन। ए धादिङ मेरो नि धादिङै हो घर। कुन ठाउँ त? धादिङ उता सलेन्टार। मेरो घर धार्के। धार्के? धार्के त यहीँ त हो नि। जहाँ भयो नि त धार्केबाटै जान्छ हामी पनि। हजुर धार्केबाट सजिलो हुन्छ हामीलाई। जानुपर्छ। त्यही त बस्छ हेरि बस्छ। हैन अब जाने पसल बन्द होला पसल मासु किन्न जानु लाग्यो। मासु ल है त। कुकुर चाहिँ होइन रे पप्पी चाहिँ हो रे क्या। ए बाजे बाजे ल सन्चै हुनुहुन्छ बाजे? के बाख्रा चराउन आउनु भयो? के छ त नि खबर हजुर? हजुर चाहिँ कता बस्नुहुन्छ त? है माथि? अनि केही भन्नु नि त हामीलाई यसो। जिन्दगीमा अघि बढ्नु हो भने के गर्नुपर्छ बाजे? हामी जस्तो युवाहरू जिन्दगीमा अघि बढ्नु हो भने के गर्नुपर्छ? हामी तपाईँहरू देश खाएर शेष खाएर देशमा हुर्किसक्यो मान्छे। यसो हामी जस्तो बुढाहरूलाई त यसो यस्तो गर्नुपर्छ नाति भन्नु पऱ्यो नि त नि। ल है त बाजे त्यसो भए। ल बाजे चाहिँ बाख्रा चराउँदै रहेछ। त्यो बाजे लजा होला कि क्यामेरा देखेर है। मलाई यहाँबाट चाहिँ दामी लाग्छ क्या यो डाँडाको ठ्याक्क उ राख्न पाए थम्नेल है। अहिले फर्किँदा फेरि राम्रोसँग रेकर्ड गर्दा भयो नि। त्यति बेला नि अलिक क्लियर आउँछ नि त। ल गाइस हामी चाहिँ ठ्याक्क मासु पसलाइदिन्छ। कुखुराको मासु छैन? कुखुराको छैन कुखुराको? ए बफको मासु मात्र रहेछ क्या कुखुराको मासु। कुखुराको मासु हजुर कुखुराको मासु पाउँछ है? कुखुराको मासु ल हालिदिनु न त 200 को कति आउँछ?
आधी केजी के अलिक बढी आउँछ अलिक बढी आउँछ है कति रुपियाँ किलो भएको अङ्कल तर फोहोर रहेछ यार अलिक ठिक छ तै पनि चिन्ती सकी भन्नुभयो नल्ली गाइस हामीले चाहिँ मासु लिएर आइसक्यो हामी मासु लभर हो क्या मासु लभर मासु बिना हामी भातै खाइदिन्नौँ हामी त चाहिँ मासुसँग पायो भने चाहिँ धानको भात मासुसँग पायो भने एक कुकर खानु नि पछि हटिँदैन क्या मासु लभर हो गाइस हामी त मासु लभर यस्तो खाने हो आज पकाएर मासु ल गाइस जब चाहिँ हामी घरमै गएर तपाईँहरूलाई भेट्छौँ त्योभन्दा अगाडि मेरो च्यानलमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला गाइस ए मुस्कान ओहो दाउरा चिर्दै हजुर थकै लाग्यो दाउरा चिरेर लागेको छैन यो दाउरा चिरेर चाहिँ अनि के गर्ने बेच्ने ए तपाईँको आफ्नै होइन किन त नि नलाने यसो सोधेँ नि तपाईँको घर तपाईँकै आफ्नै घरको दाउरा हो कि भनेर होइन नलाने किन लानु त ग्यास छ घरमा अनि त्यही त उकालोमा नतानेर दाइ चाहिँ हिँड्दै जानु भइरहेछ म चाहिँ त्यहाँ एकछिन दाइसँग गफ हानेको क्या हजुर 12 बज्छ बाजेको चस्मा मन पर्यो यार मलाई ए हाम्रो सानो भाइ ल बाबु के छ हालखबर तिम्रो भुम भुम चन्नी हो भुम भुम चन्नी हो गाडी रहेछ तिमीहरूको झन् भुम भुम चढ्न आऊ यहाँ खराएर न ल त गाई यस्तो उकालो छ क्या मैले हिजो पनि तपाईँहरूलाई देखाने हो हामी चाहिँ मासु लिएर आउँदैछौँ गाइस मासु किन्न जान तर यहाँको एउटा अप्ठ्यारो चाहिँ के हो भन्दाखेरि मासु किन्न जानु पनि यस्तो तल जानुपर्छ क्या किनेर आउन पनि ल बजाइले चाहिँ हाम्रो हजुरआमाले चाहिँ बाख्रा चराइरहनु भएको रहेछ है है हजुरआमा त्यही त हजुरको घर चाहिँ कहाँ हो नि हजुरआमा हो र कहाँबाट लिएर आउनु भएको त अनि बाख्रा होइन क्या यो यहीँ पाल्या हो कि गाउँबाट लिएर आउनु भएको ए घर चाहिँ पहिल्यैदेखि यहीँ हो ए लोकल हो हजुर यहाँको ए ल हजुरआमाले चाहिँ बाख्रा चराउँदै हुनुहुन्छ है हजुरआमा त्यही त नि घरमा गएछ ए मेरो घर त धादिङ हो अहिले चाहिँ म ललितपुरको ठैबमा बस्छु अनि यो चाहिँ ठुलमम्मीको घर यो निलो घर चाहिँ हजुर 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 मासु लिन गएको धेरै खाँदैन नि त हामी त्यही भएर मासु किन्न जानु नि उहाँ सीतापाइला पुग्नु पर्ने रहेछ है यहाँबाट कुखुराको रामकोटमै
ल है त गाइज हजुर ए हामी नै हो ल हजुरआमासँग गफ गरेर रमाइलो लाग्यो साँच्ची गाइज होइन तपाईँहरूलाई मैले ढाँटे जस्तो लाग्छ होला यस्तो राम्रो भ्यू देख्छ क्या यहाँबाट चाहिँ मैले धेरैचोटि यही भ्यू मात्र देखाउनुको कारण चाहिँ साँच्ची भने यस्तो राम्रो देखिन्छ क्या यहाँ भ्यू चाहिँ होइन मलाई यस्तो हेरिरहँ जस्तो मात्र लागिरहेको क्या यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू चाहिँ मैले यहाँ घर हुनुको फाइदा चाहिँ यो जस्तो लाग्छ क्या मलाई चाहिँ साँच्ची भने अनि गाउँको फिल आउँछ क्या गाउँको भाइब्स आउँछ क्या यहाँ आउँदा चाहिँ गाइज होइन त्यही भएर यता चाहिँ वन जङ्गलहरू पनि छ ट्याक्क त स्याल चाहिँ बब्बाल कराउँदो रहेछ क्या यहाँबाट चाहिँ हिजो बेलुका राति होइन हिजो राति सुत्दाखेरि सुत्नै दिएको थिएन यार स्याल कराएर त्यस्तो भएको थियो क्या स्याल कराएर म त तर्सिरह भने यस्तो स्याल करायो कि यस्तो स्याल करायो होइन स्याल कराउँदा त रातभरि निन्द्रै लागेन भने डर लागेर क्या स्याल बाघहरू पनि आउँछ होला गाई चाहिँ यहाँ चाहिँ किनकि बस्तीहरू चाहिँ बाक्लो छैन नि त अनि बस्तीहरू बाक्लो नभएपछि अनि यहाँ जनावरहरू चाहिँ अलिअलि आउँदो रहेछ ठिक छ तर रमाइलो छ है गाइज एकदम रमाइलो छ मलाई चाहिँ यहाँबाट चाहिँ मेन कुरा भने चाहिँ यता यहाँको भ्यू चाहिँ राम्रो लाग्यो क्या एकदम यहाँबाट देख्ने भ्यू चाहिँ बहुत राम्रो लाग्यो बहुत भनौँ न होइन एकदम त्यहाँ चाहिँ बिचरा यस्तरी मलहरू बोकिराख्यो क्या त्यहाँ दिदीले देखेँ कि देखेन यहाँ दिदीले चाहिँ मलहरू बोकिराख जोस् रमाइलो छ होइन अनि यहाँबाट चाहिँ यो धरहरा ठ्याक्कै यहाँबाट सिधा रहेछ क्या धरहरा तर यहाँबाट देखिन चाहिँ देखेँ होइन अनि धरहरा पनि रहेछ क्या देखिँदो रहेछ जे होस् रमाइलो छ अनि यहाँबाट पिकनिक गर्न आउनुहोस् ल गाइस हाम्रो ठुलबङको घरको यहाँ यस्तो चौरहरू पनि छ पिकनिक गर्न आउन सक्नुहुन्छ हजुरहरू होइन जे होस् रमाइलो हुन्छ रमाइलो छ भनौँ न अनि आज चाहिँ मेन कुरा भनेको रातभरि सुत्न पाएन किनभने स्याल करायो नि त स्याल कराएर खासै सुत्न नि पाएन अनि स्याल कराएर सुत्न पाएन गाइज आज के गर्नु अनि त्यही भएर आज चाहिँ म त्यस्तै 10:30 बजीतिर उठेको थिएँ होला किनभने रातभरि सुत्न पाएन अनि स्याल गराएर अनि बिहानभरि चाहिँ सुतेँ म अनि जे होस् रमाइलो छ मम्मीले चाहिँ त्यहाँ तरकारी बनाउँदै हुनुहुन्छ है त मम्मीले चाहिँ त्यहाँ हजुरआमाले बाख्रा चराउँदै हुनुहुन्छ अन्त छिमेकी हजुरआमाले ल गाइस त्यसै कारणले मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला मलाई पनि माया देखाइदिनु होला हजुरहरूको लागि म मेहनत गर्नेछु मेरो च्यानललाई सब्सक्राइब लाइक सेयर गरिदिनु होला है त गाइस मलाई पनि माया देखाइदिनु होला ल गाइस यो चाहिँ हाम्रो रामप्रसाद जी हो यसको नाम चाहिँ रामप्रसाद हो ए आइज रामप्रसाद यसको नाम चाहिँ रामप्रसाद है त गाइज भागे यार त्यो ओए रामप्रसाद यहाँ आइज रामप्रसाद यहाँ आइज यसको नाम चाहिँ रामप्रसाद है त गाइज मासु पाक्दैछ है त गाइज हामी चाहिँ आगोमा पकाउँदैछौँ ग्यासमा भन्दा आगोमा पकाएको मिठो हुन्छ नि त त्यही भएर हामी चाहिँ आगोमा पकाउँदैछौँ मासु ल है त चलाइदिनु त मम्मी त्यो मासु हेर्नुहोस् है मासु हेर्नुहोस् मासु रातो भयो है अलिअलि रातो भइरह यस्तो भयो मासु चाहिँ हाल है त गयो टमाटर नि हालिसक्यो ट्याक्क
टक्क मिठो बनाएर खानुपर्छ। र गाइस हामी चाहिँ ग्यास लिन आएको उहाँबाट घरबाट। त्यसरी होइन नि त नि, त्यसरी राख्ने होइन क्या। तपाईँ बस्नु सुरुमा अनि बस्नु, अनि त्यो दुईवटा पाउँदै नपाउनु रहेछ क्या ग्यासहरू चाहिँ। साडी लाउने बहिनीहरू कति राम्रो यार। ल यार कस्तो खालको बाइक हेर्नु न। त्यो बाइक त पहिल्यै आएको थियो। ल हामी चाहिँ ग्यास लिएर जाँदैछौँ। के छ हौ यहाँ हाँसिएको यार त्यो केटी के है हामी बिहान बाजा बजाएर के केटी क्या हाँसिएर गइदिएर भने के केटी क्या हाँसिएर गइदिएर क्या कि दुखा दुख्छ भने ग्यासले कम दुखाउँछ त। मैले चाहिँ किन स्कुटरको यो अगाडिमा हालेँ भन्दाखेरि ग्यासै अटाउँदैन क्या, अनि त्यही भएर चाहिँ डाइरेक्ट काखमा हालेर दिगिरहेको अहिले। म चाहिँ यस्तो कुक्रेर चलाइरहेको छु क्या ग्यास लिन आएको, तर लास्टै अप्ठ्यारो क्या वहाँदेखिको आउन त है दाइ। ग्यास लानै गाह्रो क्या, वहाँ डाँडामा पर्छ। अनि फेरि सीतापाइला भन्दा उता रामकोटसम्म मात्र ग्यास पायो भने नि धेरै सजिलो हुन्छ क्या। सीतापाइलाबाट नि लानुपर्ने रहेछ क्या अनि ग्यास चाहिँ, त्यही भएर लास्टै गाह्रो। गाइस हामी चाहिँ उता ठुलमम्मीकोबाट म चाहिँ यता कान्छी चमाकोमा आइसकेँ। अनि कान्छी चमाकोमा आइसकेँ, अनि आएपछि अनि ट्याक्क आइयो, खाजासाजा खाइयो, रमाइलो गरियो, ट्याक्क बाटोमा आइयो। तर एउटा दुःखद खबर चाहिँ मलाई चाहिँ त्यहाँ ग्यास लिएर गएँ नि त मैले उता ठुलमम्मीकोमा। अनि ठुलमम्मीकोमा ग्यास लिएर गएपछि अनि मलाई आधी घन्टापछि चाहिँ लास्टै टाउको दुख्यो क्या। अनि टाउको दुखेर अनि यसो रेस्ट गरेँ। मैले भ्लग पनि बनाउनु पाएन त्यति बेला चाहिँ, किनभने अब आफ्नो अब टाउकै दुखेपछि त अब भ्लग के बनाउने। अनि अहिले चाहिँ म जे होस् अलिकति मलाई अलि के भए भन्नु, बिसो भए भनौँ न होइन, बिसो भयो। अनि त्यही भएर अनि मैले चाहिँ फेरि भ्लग बनाउने निर्णय लिएर अनि फेरि म यहाँ भाइसँग चाहिँ मेरो माया लाग्छ कि लाग्दैन? लाग्छ। कति लाग्छ? धेरै लाग्छ रे त मेरो माया। ल अनि यो चाहिँ मेरो कान्छा मामाको छोरा हो। अनि यो चाहिँ मलाई धेरै माया गर्छ, मसँग धेरै रमाउँछ, मसँग खेल्न पायो भने, मसँग हिँड्न पायो भने चाहिँ धेरै रमाउँछ है त। हाई गरिदे त। ल है त, हामी अहिले एकछिनमा कहाँ घुम्न नि जान्छौँ होला है बाहिर। घुम्न गयो भने गइहाल्यो, अब यसो टाउको दुखिरह घुम्न गयो भने गइहाल्यो, नत्र भने हामी सुत्छौँ होइन। ल है त गाइस, अहिले चाहिँ हामी यहीँ इन्ड गर्छौँ। कथा भन्न आउँछ तँलाई? आउँदैन? एउटा ट्यालेन्ट देखाइदियो नि त। केही ट्यालेन्ट छ भने देखाइदियो नि त। केही छैन? गोबर लुवाटै हो एकदम, गोबर लुवाटै रहेछ यो त। केही पनि पढ्न पनि आउँदैन भने होइन? पढ्न आउँछ। अनि 5 कक्षा 5 चोटि फेल भयो भने त अनि 5 कक्षा 5 चोटि फेल भयो भनिरहेको थियो त अन्त त। ल है त गाइस, यो चाहिँ हाँसो मजाकको कुरो हो। अहिले हामी एकछिनमा भेट्छौँ नि गाइजहरूलाई, हाम्रो भ्युअर्सहरूलाई। धेरै धेरै माया छ, तपाईँहरूले पनि मलाई माया देखाइदिनु होला। सब्सक्राइब, लाइक, सेयर सबै थोक गरिदिनु होला। हामी जस्तो सानो युट्युबरलाई होइन माया देखाइदिनु होला है त। ल।